सो हे गाइज वेलकम ब्याक होइन। आज हामी खेल्ने जाला हौँ एउटा फ्रेन्डली एसएमपी होइन, जसमा कि हजुर पनि आउन सक्नुहुन्छ। म सर्ट्समा हालिदिन्छु एउटा क्युआर कोड, त्योबाट आउन सक्नुहुन्छ। त हामी रिभेन्ज लिग्ने हो एकजनाको। छिटोभन्दा छिटो आउनु होला, रिभेन्ज लिग्ने हो गाइज होइन। अहिले नै यति खेल्छु होइन। मेरो सबै यहाँ म क्रिएटिभ चिटहरू युज गर्नु पाउन्न, किनकि यो एटर्नसमा भनेको हो। मसँग नि अनर होइन, त्यसैले एकैछिन ग्राइन्ड गरौँ अनि हजुरलाई अगाडि रुइन पोर्टल भेट्दैछ, त्यो एक्सप्लोर गरौँ अनि टुल्सहरू बनाऊँ अनि जाम्ला छिटो यो चेस्ट लुटिहालौँ। पिक्याक्स अनि अनि सबल, आइरन इङ्गट 15वटा रहेछ। एउटा सिल्ड बनाइहालौँ ल। सबसे पहिला यो लिगौँ। त्यो एउटा साथी थियो मेरो, जसले कि मलाई उसमा के अरे योभन्दा पहिला एउटा सर्भर खेलिन्थ्यो, त्यसको भिडियो हेर्दाखेरि त्यसमा धोका दिएको थियो कि मलाई मारेको थियो कि पुरा डायमन्डको आर्मर सब घरहरू बनाइथियौँ। अनि एकचोटि कहाँ झुक्केर हानेछु अनि त्यहाँबाट मारो, मैले नै मारेँ। अनि त्यहाँपछि टिम फेरि नमार भनेको ठ्याक्कै आएर पछाडिबाट आएर हानिदिएर मारो। त्यहाँपछि पुरा बेस फोडिदियो अनि झगडा भयो हाम्रो। अनि त्यहाँपछि एउटा नयाँ सर्भर गरौँ, तेरो र मेरो छुट्टै ल्यान्डहरू हुन्छ, जस्तै कि त्यो क्या हुन्छ नि नारुतोमा उचियाको ल्यान्ड यस्तो त्यो गरौँ भने। अनि मेरोमा फेरि भोलि एउटा साथी आउँछ, त्यसको रिभेन्ज लिग्ने हो, त्यसले पनि बोलाउँछ अब साथीहरूलाई। पहिला तल जाऊँ अनि यो गरिहालौँ। कति छिटो टुटो है, कतिवटा भएछ? 9वटा बल्ल ठ्याक्कै पुग्छ होइन गाइस। माथि जाऊँ। यो ल्याग हुन्न सर्भर, यो फ्री त्यो ल्याग हुन्न अनि 24 आवर्स अनै हुन्छ। जतिखेर नि डिस्कर्ड सर्भर नै दिन्छु हजुरलाई सर्ट्समा, डिस्कर्ड सर्भरको लिङ्क दिन्छु, आउनु होला, बोलेर खेल्नु होला गाइज है त। टुल्स बनाऊँ, आइरनको बनाउने त छैन गरे। बाई बाई गाइज।